नेपाली चलचित्र घरज्वाइँको अपार सफलतापछि निर्देशक अनिल बुढा मगर र निर्माता जनक घरती मगरको नयाँ फिल्म मिज्जु दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर लगायतका थुप्रै कलाकारहरू एउटै फ्रेममा देखिँदै। म त अब अनेस्टली भन्दा एकदमै लकी फिल गरिरहेको छु, किनकि मेरो फर्स्ट फिल्ममा नै यस्तो लेजेन्डरी कलाकारहरूसँग गर्न पाउँदा, अनि हाम्रो दाई अनिल दाई, जनक दाई, हामी सबै टिम नै एक्चुअली सबै राम्रो हुनुहुन्छ। सो आइ एम भेरी भेरी ग्रेटफुल अनि एकदमै एक्साइटेड पनि छु। मेरो लागि अवसर पनि हो, चुनौती पनि हो र सिक्ने मौका पनि हो। मिज्जुको आज दाङ घोराहीमा रहेको अम्बेश्वरी मन्दिरमा शुभ मुहूर्त सम्पन्न भएको छ। अब आजको दिनदेखि हामीले मिज्जु सुरुवात गरेका छौँ होइन। त्यसको साक्षी तपाईँहरू हुनुहुन्छ। सम्पूर्ण दाङवासीलाई हामी यो भन्न चाहन्छौँ कि सुटिङ दौरानभर हामी धेरै तपाईँहरूलाई बाधा पनि पुर्याउन सक्छौँ स्थानीय मानिसहरूलाई। त्यसका लागि माफी पनि चाहन्छौँ, तपाईँहरू मार्फत यो भन्न चाहन्छौँ। सुटिङमा धेरै हामीले आफ्नो भनौँ न एरिया हस्तक्षेप गरेर काम गरिरहेको हुन्छ, त्यतिखेर धेरैले बाधा पुग्न सक्छ। त्यसको लागि माफी पनि माग्न चाहन्छौँ। कस्तो खालको भूमिकामा देखिँदै हुनुहुन्छ यसपटक चाहिँ? मेरो खास त मैले काम गर्ने काम चाहिँ म जिप चलाउँछु, बाँकी कुरा चाहिँ सिनेमामा हुन्छ। दाङमा स्वागत छ दाइ। हजुर धन्यवाद। दाङ कति पटक हो दाइ यो हजुरको चाहिँ? यो पहिलो जोबन मेरो भने जस्तो टाइपको पहिलो पटक हो। कस्तो लाग्यो दाङ दाइलाई? एकदमै रमाइलो, आफ्नै जस्तो होइन। अब म नवलपरासीको, अब सबैलाई थाहा होला अब पनि लगभग एउटै खालको फिल आउँछ। अनि यहाँ भेट्दाखेरि पनि सबै आफ्नै जस्तो खालको नै मलाई लाग्यो। हजुर, हरेक मुभीमा सौगात दाइलाई फरक क्यारेक्टरमा देख्न सकिन्छ। यो मुभीमा कस्तो खालको भूमिकामा हुनुहुन्छ, कस्तो खालको भूमिका निर्वाह गर्दै हुनुहुन्छ? ओहो, सबभन्दा गाह्रो प्रश्न यही हो मेरो लागि। खोइ खासै त्यस्तो केही उसले भने जस्तै म पनि त्यही हो चलाउने होइन। अनि अब त्यस्तै खालको कथा छ, रमाइलो हुन्छ होला जस्तो लाग्छ। अब अहिले चाहिँ खुलाइहाल्नु अलिकति मजा आउँदैन, तर एकदमै मजा छ भन्नु। हाम्रो चाहिँ आज चलचित्र मिज्जुको चाहिँ आज हाम्रो यो शुभ मुहूर्त कार्यक्रम हो। यो चाहिँ आज सरस्वती पूजाको अवसरमा चाहिँ हामीले मुहूर्त कार्यक्रम चाहिँ राखेका थियौँ र हाम्रो सुटिङ पनि आजदेखि नै हुँदैछ। घरज्वाइँको सफलता पछाडि अहिले फेरि यो मुभीलाई चाहिँ दाङमै सुटिङ गर्दै हुनुहुन्छ, कारणहरू छन् यो मुभी? होइन, त्यस्तो अब हाम्रो कथा चाहिँ यो रोल्पा दाङको कथा हो, त्यही अनुरूप नै हामीले अब सुरुवात चाहिँ दाङबाटै गरौँ, अनि त्यसपछि रोल्पा जान्छौँ, त्यसपछि हामी ल शुभकामना छ सबैलाई।